साथीहरु आज हामी चाहिँ रेसुङ्गा जाने गइरहेको छौं। रेसुङ्गा भनेको तम्घा सदरमुकामबाट करिब 5-6 किलोमिटर को यात्रा हो। ठाडै बाटो छ, उकालो छ, पिच बाटो छ। पिच बाटो भएकोले हामीलाई अलिकति सहज चाहिँ छ, किनभने अफरोड हुन्थ्यो, ठाडै हुन्थ्यो भने चाहिँ हामीलाई गाह्रो हुन्थ्यो। हामी चाहिँ अहिले डिओ स्कुटरमा छौं। काठमाडौँदेखि डिओ स्कुटरमा आएको हामी चाहिँ हन्डाको डिओ स्कुटर हो। यो चाहिँ काठमाडौँबाट हामी करिब 4 बजे निस्केको थियौं। गुल्मी आउँदाखेरि 400 किलोमिटर ट्राभल गर्दाखेरि करिब बेलुकाको 6 बजेको थियो। भनेको हामीलाई 12 देखि 14 घण्टाको यात्रामा हामी चाहिँ काठमाडौँदेखि डिओ स्कुटरमा हन्डाको डिओ स्कुटरमा चाहिँ करिब 14 घण्टाको यात्रापछि चाहिँ हामी हाम्रो गन्तव्यमा आएको थियौं। हाम्रो गन्तव्य भनेको काठमाडौँबाट 400 किलोमिटर, झन्डै 400 किलोमिटरको यात्रा हो। हाम्रो यो डिओ स्कुटर चाहिँ माइलेज चाहिँ राम्रो दिन्छ। यसले फेरि साथीहरु, फेरि माइलेजको हिसाबमा त नो कम्प्रोमाइज। हाइवेमा लगभग 55 को माइलेज हामीलाई दिइरहेको थियो। अफरोडमा पनि हामीलाई राम्रै माइलेज दिइरहेको थियो। 40-45 हैन, 45 त मिनिमम थियो अफरोडमा। र अन रोडमा चाहिँ 53 देखि 55 को माइलेज दिएको थियो। यसले चाहिँ हामी झन्डै 8 लिटर तेलमा काठमाडौँदेखि गुल्मीसम्म यात्रा तय गरेका थियौं। एकदम राम्रो छ। हामीले यहाँ गुल्मी जिल्लाको पवित्र स्थल रेसुङ्गा मन्दिरमा तपाईहरुलाई लैजानु गइरहेको छौं। हामीले त्यहाँका विभिन्न तस्बिरहरू, विभिन्न खालका मनोरम दृश्यहरू, मन्दिरहरू के कस्तो रहेको छ सम्पूर्ण जानकारी यसै भिडियो मार्फत दिनेछौं। त्यतिन्जेलको लागि हामीलाई साथ दिनु होला र हेरेर प्रतिक्रिया पनि दिन नभुल्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला साथी। धन्यवाद।